हेलो साथीहरू, मलाई चाहिँ खासै बोल्न आउँदैन, त्यही पनि भिडियो बनाएको छु। आज चाहिँ फर्स्टचोटि भिडियो बनाए। यो ड्रेसमा भिडियो बनाउँदा हामी चाहिँ वडा प्रहरी कार्यालय घोराइदाङ आज कामको लागि गएको थियौँ, तर काम चाहिँ आज भएन। अनि सिभिलमा आउने भनेर भन्दै हुनुहुन्थ्यो गुरुबाहरूले। अनि हिँड्दाखेरि त्यत्तिकै भिडियो बनाहम, दाई दिदी हेलो दिदी भनेर आउँछु। अनि रुम गएर अनि ड्रेस चेन्ज गरेर आएपछि दाईले मलाई बाहिर पर्खिराख्नु भएको रहेछ। अनि दाईसँग हिँडेँ। अनि हिँडेर गएपछि हामी दिदी नै आउनु भएको रहेछ। अनि दिदीले पर्खिराख्यौँ। अनि कुरा गर्दै हाँस्दै हामी पर्ख्यौँ। अनि एकछिनमा दिदी पनि आइपुग्नु भयो। अनि हिँड्यौँ हामी 3 जना भएर। त्यसपछि हिँड्दाखेरि चाहिँ यति हल्का केहीको गन्ध आयो। अनि हामी वडा प्रहरी कार्यालय पुग्यौँ र अनि साथी थिइन् मेरो अस्मिताले हेलो भन्दै थियो, अस्मिताले हेलो भनिरहेको थियौँ। अनि वडा पुगेपछि दिदी चाहिँ गेटमा उभिनु भएको थियो। अनि म पनि गएपछि अस्मिताले हेलो नमस्ते भनेर भन्थिन्। अनि नमस्ते भनेर भन्थ्यो। अनि त्यसपछि हामी बजार हिँड्यौँ। हिँडेपछि दाईहरू पछि आउनु भएको थियो, हामी अघि हिँड्यौँ। यही हो आजको लागि।